है। चिया प्रेमी चियामै रहेछ चिया प्रेमी खासमा चाहिँ चियासँग प्रेम कसरी बस्यो, मेरो प्रेमिका चिया हुन् होइन, उनीसँग प्रेम कसरी बस्यो भन्ने कहानी चाहिँ प्रस्तुत गर्दैछु। जब तिमी फुल बनेर मुस्कुराउन थाल्यौ, जब तिमी फुल बनेर मुस्कुराउन थाल्यौ, म भमरा बनेर तिम्रै सामिप्यमा भुनभुनाउन थाल्यौ। जब तिमी फुल बनेर मुस्कुराउन थाल्यौ, म भमरा बनेर तिम्रै सामिप्यमा भुनभुनाउन थालेँ। जब तिमी तीन पाते पल्लवी बनेर फरफराउन थाल्यौ, जब तिमी तीन पाते पल्लवी बनेर फरफराउन थाल्यौ, म किसान बनेर तिम्रै स्याहार सुसारमा रमाउन थालेँ। जब तिमी बाफिलो चिया बनेर भल्कन थाल्यौ, जब तिमी बाफिलो चिया बनेर भल्कन थाल्यौ, म कपसेट बनेर तिमीलाई आफै भित्र समेट्न थालेँ। जब तिमी बाफिलो चिया बनेर भल्कन थाल्यौ, म कपसेट बनेर तिमीलाई आफै भित्र समेट्न थालेँ। जब तिमी चियाको कप भित्रै समेटिन पुग्यौ, त्यसपछि म चियाको पारखी बन्न थालेँ। गोविन्दको त जे विषयमा चिया लेखेको नि त्यो प्रेम रसै हुन्छ श्रृङ्गारी कुनै लेखेको छ। अब बल्ल जोडिँदैछ यो पनि भेट्यो, यो पनि दुइटै भेट्यो होला। माया अब चाहिँ खुराक पुग्छ है। अब माया जब तिमी चियाको कप भित्रै समेटिन पुग्यौ, त्यसपछि म चियाको पारखी बन्न थालेको हुँ। यो चिसो मौसममा त्यो बाफिलो चिया र तिम्रो गुलाबी ओठ उस्तै उस्तै लाग्छ। स्वीट लाइन यो है। चिसो मौसममा त्यो बाफिलो चिया र तिम्रो गुलाबी ओठ उस्तै उस्तै लाग्छ। यो ठन्डी बिहानीमा तातो कपलाई च्याप्प समाउनु र तिम्रो अँगालोमा रमाउनु उस्तै उस्तै लाग्छ। यो चिसो मौसममा त्यो बाफिलो चिया र तिम्रो गुलाबी ओठ उस्तै उस्तै लाग्छ। यो ठन्डी बिहानीमा तातो कपलाई च्याप्प समाउनु र तिम्रो अँगालोमा रमाउनु उस्तै उस्तै लाग्छ। त्यसैले त चिया पिउने बहानामा घर, पसल, अफिस र क्याफेहरूमा खुलम खुला म तिमीलाई अँगालिरहेको हुन्छु, चुम्बन गरिरहेको हुन्छु। उयसको बिम्ब चाहिँ त्यसै खानु